मेरो कविताको शीर्षक छ प्रश्न उत्तर र मेरा कविताका हरफहरू यहाँबाट यसरी सुरु हुन्छन्। लामो सफर हिँडेपछि पाइला टक्क रोकिए, गोधुलीले थकानसँग प्रश्न गर्यो, हे भुइँ मान्छे गन्तव्य कहाँसम्म? प्यासले पसिनासँग प्रश्न गर्यो, आरामले थकानसँग प्रश्न गर्यो, बासले रातसँग प्रश्न गर्यो, पेटले भोकसँग प्रश्न गर्यो, तर सपनामै बिहान भएछ। झिसमिसे कति बेला भो, जुनकिरीहरू आँखा अगाडि कति बेर नाचे, पारिजातको वासनाले कति बेर लट्ठायो, जुत्ताका तनाहरू कति बेला कसिए। बिहान पो भएछ, पुग्नु छ मलाई सुदूर राजधानी, राजधानीको पनि विशेष स्थान सिंहदरबार, त्यहाँ शासक बस्छन् अरे। बताउनु छ तिनलाई भुइँ मान्छेको कथा, देखाउनु छ उनलाई विकटको व्यथा। मलाई त्यो बखत दम नबढोस्, रगतले खोकीसँग प्रश्न नगरोस्, पैसाले मृगौलासँग प्रश्न नगरोस्, क्यान्सरले जीवनसँग प्रश्न नगरोस्। शासक मलाई हेरी द्रव्यभूत नहुन्, बरु भनुन् तथास्तु। मलाई थप ऊर्जा मिलोस्, म खुलेर प्रश्न गर्न सकूँ। मेरा गाउँका बेरोजगार युवाका कथा, गाउँ सहर हुँदै परदेश पुगेका युवाका कथा। सन्नाटा छाएको मेरो गाउँ, वनजङ्गल बनेको मार्सी फल्ने खेत, आधुनिकताले फालेको शीतल फेर्ने चौपारी, विकासले मासेको त्यो गौचरण, सडकले फालेको त्यो करेसाबारी, काला पत्थरले फालेको हिमसुलीको हिउँ। मलाई आवेग उत्तेजना नआओस्, म खुलेरै प्रश्न गर्न सकूँ। मैले तिरेको करको उपयोगिता, मेरा बालबच्चाले प्राप्त गरेको शैक्षिक उन्नयनका बेरोजगार प्रमाणपत्र, मैले प्रश्न गर्न सकूँ। सुगम र दुर्गमको मतभिन्नता, महिला र पुरुषको विभेद, मैले प्रश्न गर्न सकूँ। निर्मला जस्ता मुना किन बलत्कृत हुन्छन्? सुन्दर रूपहरू एसिडद्वारा किन कुरूप बनाइन्छ? के प्रकृतिमा सुन्दर फुल फुल्नु अपराध हो? महोदय अब उपरान्त परिणामले प्रश्नलाई थिचोस्, कानुनले अपराधलाई थिचोस्, उत्तरले प्रश्नलाई प्रश्न गर्ने अवसर नदियोस्। प्रश्न मात्र रहोस्, प्रश्न उत्तर चलिरहोस्। धन्यवाद।